अहिले घडी चाहिँ मलाई चाहिँ बजारको सब्जीहरू खाएर चाहिँ वाक्कै भइसक्यो क्या हौ। अन्त अब सधैँ एउटै सब्जी है। अब बजारमा जाँदा पनि अब कुनै सब्जीहरू चाहिँ मलाई चाहिँ मनै पर्दैन कि अब कुन चाहिँ सब्जी लिएर जानु हुन्छ। र पनि अलिअलि भए पनि लिएर आउँछु है। र पनि खासै मन चाहिँ पर्दैन क्या हौ सब्जीहरू चाहिँ। अनि यही सब्जीहरूलाई चाहिँ अब सिम्पल पाराले पकाएर खानु पर्यो भने त चाहिँ अब मलाई त खानै रुच्दैन भनौँ भने है। अन्त अनि मैले सोचेँ अब पोटल चाहिँ बनाउनु पर्यो, अब नखाएको पनि निकै दिन भयो है। र अरू सब्जीहरू भन्दामा चाहिँ पोटल चाहिँ अलिकति राम्रो पनि लाग्छ है। अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ है। डेली पकाएर खानेलाई त झन् अब वाक्कै हुन्छ क्या यो सब्जीहरू भनेपछि त होइन भन्नुहोस् त। अन्त अब हामी त झन् अब डेली अब है कोही बेला मिठो पनि पकाइन्छ, कोही बेला अब कस्तो हुन्छ अब पकाउनै मन लाग्दैन खाना, कोही बेला अब एकदमै नमिठो खालको खाना पनि हुन्छ है। र अन्त मैले सोचेँ आज चाहिँ एकदम मेहनतै गरेर बनाउनु पर्यो भनेर चाहिँ बनाउनु थालिरहेको छु होइन। अन्त अब मेरो हस्बेन्डलाई पनि साह्रै बोर पनि भयो किन अब त्यो सिम्पल सब्जीहरू खाएर है भनेर पनि सोच्दैछु होइन। अन्त र काम गर्दा गर्दा मेरो छोराले पनि आएर एकदमै डिस्टर्ब गर्दैछ क्या मलाई चाहिँ। ऊ पनि सँगसँगै खाना पकाउनु आएको जस्तै गर्दैछ, म हेल्प गर्छु भन्दैछ होइन। र अब यसमा चाहिँ अब फेरि मैले फर्स्ट चाहिँ फ्राई गर्ने भनेर चाहिँ अब होइन मरमसलाहरू हाल्दैछु, हर्दी, चिल्ली पाउडर होइन। अन्त कर्नफ्लावर पनि मैले एड गरेँ र नुन है, यो सबै लगाएर चाहिँ एकदम मजाले मिक्स गरेर चाहिँ अब चाहिँ यसलाई चाहिँ मजाले बनाउँछु भनेर सोच्दैछु होइन। र काम गर्दा गर्दै यसरी होइन बिचमा अब नानीलाई भोक लाग्यो भनेर चाहिँ मैले एप्पल काटेर चाहिँ दिँदैछु। उसले आफैले लिएर आएको छ एप्पल पनि है। अन्त आमा काटिदिनुहोस् न एप्पल खाने अरे नि त केहरूले। अन्त बिचारा अब बिमारी भएर घर बसेको छ, स्कुल गएको भए त मलाई यति साह्रो पर्ने पनि थिएन होइन। अन्त हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अब ड्रइङ गर ल भनेर चाहिँ म चाहिँ काम गर्न थालेको थिएँ र दिदीसँग बसेर कलर पनि गर्दैछ, खेल्दैछ है। अन्त मैले चाहिँ पोटल चाहिँ अब मजाले यसलाई मिक्स गरेर राखेको थिएँ नि त। अनि फ्राई गर्न थालेँ हेर्नु सक्नुहुन्छ। अन्त यस्तो चाहिँ मजाले फ्राई गरिसकेपछि चाहिँ मैले सोचेँ नानीको लागि पनि अलिकति निकालिदिन्छु, अन्त अरू चाहिँ हाम्रो लागि फेरि ग्रेभी बनाउँछु भनेर सोचेँ होइन। अन्त हेर्नु सक्नुहुन्छ यति मजाले फ्राई भएको छ, बाहिरबाट चाहिँ क्रिस्पी है र भित्रबाट चाहिँ एकदमै सफ्ट क्या हो। अब खाँदा पनि यति टेस्टी भएको थियो। हुनु त मैले पहिल्यै यसमा सबै हालिसकेको थिएँ नि त, हल्का स्पाइसी र सल्टी सबै मिक्स गरिसकेको थिएँ होइन। अन्त हेर्नु सक्नुहुन्छ यति मिठो भएको थियो र मलाई चाहिँ त्यति खानु मन लाग्यो। तर अब भातसँग हो भनेर चाहिँ फेरि यसमा ग्रेभीहरू बनाएर हेर्नु सक्नुहुन्छ मेरो सब्जीको फाइनल लुक हेर्नुहोस् है। र मैले यसरी मजाले बनाएर सब्जी पनि पाकेर लगभग रेडी हुनु आँट्यो। र अब मेरो हस्बेन्डले चाहिँ फेरि मन पराउँछ कि मन पराउँदैन यस्तो सब्जीहरू त। फेरि कोही बेला मन पराउँछ, कोही बेला मन पराउँदैन पो त है, त्यस्तो हुन्छ। अब हामीले कति मेहनत गरेर बनाइरहेको हुन्छ, कोही बेला त कस्तो भयो भनिदिन्छ क्या अब भोलि। अन्त हेर्नु सक्नुहुन्छ अब सब्जी पनि पाकेर एकदम रेडी भयो। सब्जीको फाइनल लुक हेर्नुहोस्। अन्त कस्तो लाग्यो तपाईँहरूलाई सब्जी हेर्नुहोस् है। अन्त मलाई चाहिँ यसरी खानु चाहिँ अब एकदमै धेरै मनपर्छ क्या। अब पहिला त म धेरै बनाउँथेँ क्या हौ। अन्त अहिले चाहिँ निकै भइसकेको थियो मैले पोटललाई चाहिँ यसरी चाहिँ बनाएकै थिइनँ। र आज चाहिँ बनाएँ, हुनु त केही सब्जी पनि थिएन है, आज स्याटरडे भनेर यति मजाले बनाएँ। र मेरो हस्बेन्ड पनि आउनुभयो र खाना खानु हामी बसेको छौँ। र हेर्नु हुँदैछ कि अब भन्नुहुँदैछ क्या सब्जी त तिमीले पहिला नि बनाउँथ्यो त अहिले चाहिँ किन बनाउँदैन भन्नुहुँदैछ क्या। अन्त मेरो हस्बेन्डले पनि मजाले खाइदिनु भयो, एकदम सब्जी पनि टेस्टी भएर खाना पनि टेस्टी लाग्यो अरे है। अन्त हेर्नु सक्नुहुन्छ। र अब चाहिँ म पनि खानु बस्छु भनेर चाहिँ मैले पनि देखाएँ हेर्नुहोस् है। मैले चाहिँ प्याज अन्त सब्जी खोर्सानीहरू चाहिँ लिएको थिएँ है। अन्त यो सब्जी चाहिँ यति मिठो भएको छ साँच्चै भनौँ भने अब दालै नचाहिने खालको क्या। अब अलिकति मिक्स गरेर खायो यसमा नि अब कति टेस्टी क्या हौ। अन्त हेर्नु सक्नुहुन्छ। तपाईँहरूलाई कस्तो लाग्यो प्लिज मन पर्यो भने लाइक कमेन्ट गर्नुहोस् ल, अनि सेयर पनि गरिदिनु नबिर्सिनुहोस्।